सम्पूर्णमा नमस्कार। आज म रिटायरमेन्ट लाइफको बारेमा मेरो मनको कुरो तपाईहरुसँग साझा गर्न आएको छु। पहिला मैले के सोच्थेँ भने रिटायरमेन्ट भनेको मानिसले जागिर वा नोकरी छोडेपछि मात्रै हुने कुरो हो। अर्थात् सरकारी वा निजी सेवाबाट अवकाश पाएपछि मात्र मानिस रिटायर हुन्छ भन्ने मैले बुझेको थिएँ। तर समयसँगै विभिन्न ठाउँ घुम्ने, मानिसहरूलाई भेट्ने र जीवनका अनुभवहरू सँगाल्ने क्रममा मैले अर्को कुरा पनि महसुस के गरेँ भन्नुहुन्छ भने रिटायरमेन्ट भनेको केवल जागिरबाट हुने अवकाश मात्र रहेनछ। मानिस जीवनको एउटा चरणबाट अर्को चरणमा प्रवेश गर्दा पनि एक प्रकारको रिटायरमेन्ट हुने रहेछ। उमेर बढ्दै जान्छ, मानिसको जिम्मेवारीहरू परिवर्तन हुन्छन्, काम गर्ने तरिका बदलिन्छ, सोच बदलिन्छ, अनि प्राथमिकताहरू पनि बदलिन्छन्। पहिले जस्तो दौडधुप गर्न सकिन्थ्यो त्यो अहिले नसकिने रहेछ। अब जति उमेर बढ्दै गयो त्यति त अब दौडधुप गर्न सकिन्न। अनि अनुभव, ज्ञान र जीवनका सिकाइहरू अझ समृद्धि हुँदै बन्दै जाँदा रहेछन्। अब त्यसैले रिटायरमेन्टलाई केवल काम छोड्नु वा निष्क्रिय हुनु भनेर बुझ्नु हुँदो रहेनछ। यो त जीवनको अर्को सुन्दर यात्रा सुरु हुनु पनि होइन। आफूलाई मनपर्ने काम गर्ने अनि परिवारसँग बिताउने, अनुभव बाँड्ने, जीवनलाई शान्त ढङ्गले आनन्द लिने अवसर पनि यो देश विदेश घुम्ने क्रममा मैले यस्ता धेरै कुरा देख्ने र सिक्ने अवसर पाएँ। त्यसैले मलाई लाग्यो कि यो विचार तपाईहरुसँग पनि साझा गर्नु भन्ने लाग्यो। साझा गरौँ भन्ने चाहिने लाग्यो। बाटम आफ्नो विचार। सायद कतिपय साथीहरूलाई यो कुरा पहिले नै पनि थाहा हुन सक्छ, कतिपयलाई नयाँ जानकारी पनि हुन सक्छ। मेरो उद्देश्य कसैलाई सिकाउनु अनि होइन, मैले बुझेको र अनुभव गरेको कुरा बाँड्नु मात्रै हो। यदि मेरो कुरामा कुनै त्रुटि या कमजोरी भएमा क्षमा चाहन्छु। यो भिडियो तपाईलाई राम्रो लाग्यो भने कृपया कमेन्ट गरेर आफ्नो विचार पनि राख्नुहोस्, साथीभाइसँग सेयर पनि गर्नुहोस् अनि अनुभव तथा विचारका लागि साथ दिइरहनुहोस्। हस्त धन्यवाद, नमस्कार, सुलट।